हेलो गुड मर्निङ फरक ओखलढुङ्गा यहाँ कुहिरोमा लुकामारी खेल्दैछौँ मन्दिर जानु लागेका हामी अनि के छ तपाईँहरूको हालखबर सन्चै त हुनुहुन्छ होला नि यो चाहिँ हाम्रो गाउँ हो यो चाहिँ धेरै पहिला लगभग 47-48 सालतिर रोपेको धुपी होला है हामीले यो धुपी यो 47-48 सालतिर हामी सानो थियो यसलाई चाहिँ असारे भन्छ यो बुटोलाई चाहिँ है अनि यो चाहिँ अब स्कुल क्षेत्र पनि पर्यो हाइड्रेसन लाइन चाहिँ यो होइन है यो चाहिँ राष्ट्रिय लाइन तलको चाहिँ हाइड्रेसन लाइन तल अब धुन्दुले केही देख्दैन है पुरै धुन्दु लागेको छ म पनि यहाँ हिँड्दैछु के हो ढालेको हावाले नै लगाएको यस्तो होइन है हावाले हो कस्तरी ढालेछ त्यो यो ढुङ्गा उठाउने कोसिस गर्नु पर्यो नि त अन्त कुकुर आयो ओहो हामी आएको हौँ लोकल हौँ लोकल भाइ लोकल ल लोकल हौँ नि त हामी कसको है फुलभाइको यो त सर ल अब मेरो गाउँ यहाँबाट सुरु भयो ढल राम्रै बनाएर रहेछ त यो हाम्रो प्रेम दाईको घर हो यो हाम्रो सन्तोष यो धेरै पहिला परेको स्कुल अनि यो गुठी घर प्यालेस पार्टी प्यालेस भन्छ यसलाई यो सन्तोषको घर हो यो अशोकको त्यो खुसनारायणको सबको घर छ त्यो चाहिँ हाम्रो फुपू पर्छ निनीको घर हामी कता हिँडेको यता हिँडेको र ए ल गाउँ सुरु भयो अलि उता पर्छ है हाम्रो घर चाहिँ यो त के हो कमल दाईको घर त पुरा भएछ त कति पनि लागेको छ बुढा घर पनि यता चाहिँ हाम्रो गाउँ है टक्क लाएर यो इन्द्र दाईको घर अहिले हामी चाहिँ मन्दिर जान लागिरहेछौँ होइन यताबाट तल मन्दिर छ अनि सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई राम्रो चिजहरू ल्याउँछु म 2-4 दिन गाउँतिर हुन्छु भर्खर घाम झुल्केर धुन्दो लागेको छ यसलाई चाहिँ खस्रुङ भन्छ हामी होइन यो चाहिँ भैँसीहरूले खान्छ कि काँडा हुन्छ दामी हुन्छ नि यता ल यता बारी आलु रोपिसक्यो होइन एकदम प्योर लोकल आलु पाइन्छ कि हाम्रो यहाँ चाहिँ यो ठाउँमा धेरै सम्झनाहरू छ यार के हाल्ने सम्झना धेरै छ यहाँ यस्तै छ होइन गाउँठाउँमा होइन जङ्गल यता यसलाई चाहिँ पुरानो गैरा भन्छ के अरे हामी कत्रो भएको छ है सल्लाह त यार यो मैलाको बाजेले रोपेको सल्लाहको रुख हो नि कस्तो यार अनि पुरै जङ्गल भएको छ यार बारी त है यो सल्लाहको रुख पनि कत्रो भएको छ हौ धुपीको रुख यार खतरा भएछ त यार अनि यतातिर चाहिँ होइन एकदम चित्तो आउँछ यार पुरै चित्तो आउँछ हामी सानो हुँदाखेरि यहाँ होइन कम उब्रिँदैन थियो कि यो जङ्गलतिर अहिले यस्तो जङ्गल भएको छ यो सबै यो 45 होइन 50 सालतिर रोपेको सल्लाह रुख हो क्या यो मलाई एकदम याद छ होइन अब आफू पनि बुढो त बुढो भइयो के भन्नु बुढो नै भइसक्यो नि होइन ल यो त पुरै जङ्गल छ यार यहाँनिर चाहिँ कालिज पाइनु सक्छ कालिज कता प्रकाश लड्ला छ भाइ यार भिड छ मान्छे यस्तो बाटो गुल्टेर गयो भने त यार आफै लडेला भन्ने डर हुन्छ हेर्नु न यहाँ भिर
आम्मामा छङ्गा चोर छ नि यार यहाँबाट सानो बाटो छ यता पुरै छङ्गा चोर भिर ओहो पखै केटा पखै यहाँ त चित्तो पो हुनसक्छ यार म्याक्कै यहाँ के भन् त सकिगयो नि मलाई यार मक्कै यहाँ छ यार होइन ल हे डर मर्दो छ यार 140 केजीको मान्छे हाम्रो यो मान्छेलाई भाइरल गराउनु पर्ने भयो कि 140 केजी छ यसलाई आज म एकचोटि उचाल्छु उचालेर रेस्लिङ पछाडि चाहिँ पछार्नु पर्यो ओहो बाटो त डेन्जर छ त यार बाटो त लड्लास भाइ लड्लास बाटो हेर न अब के होइन जमिनै हल्लिँदै रहेछ यार यो हिँड्दा त यार ल यहीँनिर छ समात्नु पर्छ कालिजलाई यार कस्तो बिना कालिज है यता च्याप्प समातेर फोटोसोटो खिचेर छोडिदिउँ न यार सक्छस् प्रकाश तैँले सक्छस् अब हिँड्नु सक्नु परेन भनेको यार ओह्रालो यस्तो भिरको बाटो घुँडा दुख्नु थालिहाल्यो अहिले उकालो कसरी आउनु यतै बसौँ भने पनि चितवरे खाला भने त जुरन्त के लेख्छ भाइ यो भगवान्को मन्दिरमा आज आउनु हामीलाई लेखेको थियो कि भाइ बोलाउट भएको थियो उहाँ भगवान्ले त्योबाट हामी आयौँ होइन यहाँनिर जुरन्तले गर्छ के जुरन्तले अब तपाईँहरूलाई यो डाँडा त पहिला त उठ्यो त यही इन्द्र दाईको बारी है यो सल्लाह त ठुल्ठुलो भएछ त गफ लाउँथे दाईले रहेछ यार सल्लाह मैले यो पटेरमा के हो तल बिब्राजमै बसेको उतै चेर्ने छात्ने भयो इन्द्र दाईको जग्गा पनि ठिकै छ भस्मे भन्छ यसलाई भस्मे कसरी भस्मे नाम राख्यो होला यार त्यो पशुपति प्रसादको भस्मे डन त आएको होइन यो ठाउँमा ए पशुपति प्रसादको भस्मे डन यहीँ जन्मे हो भाइ कस्तो ऊ छ जय भगवान् रक्षा गर यो पञ्चकन्या मन्दिर यहाँ धुप पनि ल्याएको छु बाटो कस्तो छ यार तर खुट्टा हेर्नु न खुट्टा कामेको